स्क्रिनशट अभी बिला गर्नुको लागि पख तिमीलाई के भन्दा के भन्दा माथि अझ डबल ट्याप पनि हेर त 466 मार्छ यो म्याच मलाई मेरो बिल्ला गर्नुको लागि तिमीले लाइभ आऊ भनेको 66 बनाउनुको लागि गेम एक्सेप्ट गर्नु न ब्रदर खेल्ने भए मुर्गा भयो यतिकै टुलटुलु त के हेरेर बस्नु र फेरि 6 बनाउने तिमी मात्रै रहेछ क्या मेरो भ्युअर्स त अनि ऊ फेरि सिक्ने बनाइ हेर् त यही गर्नुको लागि मलाई लाइभमा बोलाएको होइन तिमीले पख कोही पनि आउँदैन म त फेरि यतिखेरै म पखाम मेरो झन् ट्यापै पनि त नि मैले भनेको त पखाम अब म बासिस्टलाई सेयर गर्छु बासिस्ट आयो भने डबल ट्याप गरिदिन्छ भनेर सबु दिदीलाई जहिले 6 मा नगर न लाजे बेगर आफूले ट्याप्रे गर्दा हुन्न कहाँ हुन्छ आफूले गर्दा खोइ भयो भएन आफूले गर्दा हुन्न आफूले गर्दा हुने भएको भए त आफूले ट्याप्रे हुन्छ यहाँ मैले गरिरहेको छु कहाँ हुन्छ आफूले डबल ट्याप गरेर हुन्छ नचाहिँदो कुरा बोल्छ 307 ले मारो फलोवर्स मैले गरेको देखेनौ अझ तल नि 6 हेर माथि त्यहाँ रोज हानेको पनि 6 वटा मात्रै हानेको अनि यहाँ तल डबल ट्याप देख्छ नि माथि 1 पोइन्ट बढ्छ त नि माथि डबल ट्याप पनि 6 उता पनि रोजमा पनि 6 अझ यहाँ नि 6 बनाइदे के गरेको भगवान खोइ आउँदैन त यो बेलामा त मेरो अनिता वेलकम अनिता धन्न आएको रहेछ फेरि हानेछ रोज माया लागेर Thank you so much. Maybe brother welcome. Thank you so much. Thank you membership. अब त आइहाल्यो नि अब 6 बनाउँछु मेबी ब्रदर अघि मलाई नि मनिष भाइले हेपेर 6 बनाउँदै खोइ आएन भनेर 6 बनाएर स्क्रिनशट गरेर राखेछ अझ बक्स भन्दैछ एउटा म छैन मसँग छ पो अरे क्वीन सिस्टर वेलकम थ्याङ्क यू सो मच मेम्बरसिप थ्याङ्क यू सबि दिदी वेलकम अघि चाहिँ मलाई 6 बनाएर मनिष भाइले हेपेर अहिले चाहिँ सबै आउनुभयो आमामा बक्स राख्दै गऱ्यो 306 थ्याङ्क यू सबै दिदी सबैजनालाई थ्याङ्क यू अब बक्स रुम भनेको आमा टाइम कहिले हो कहिले हाँस्दै हुनुहुन्छ दिदी
त्यसमा कस्तो छ मेरो भ्युअर्सहरू? टाइम कति थोरै अरे त नि बस न डबल ट्याप गरे अब 10K पुऱ्याउ त्यति बेलासम्म अनि बल्ल चोर्नु पाउँछ नि भन्नु अरे अनि मेबी ब्रदर के गर्दै हुनुहुन्छ ड्युटीमा हुनुहुन्छ कि ड्युटी सक्यो कि कता हुनुहुन्छ अब अर्को आइडी ल्याउँछु ल कोइन चोर्नु अरे ए हुन्छ हस् हस् लिएर आउनु न अर्को अबि म त झसँग हेरेको त उता कस्तो डर लाग्यो हो बक्स थ्याङ्क यू रे भयो भयो हान्नु पर्दैन भयो भयो उता छैन त ला दुईजनालाई बुस्टिङ आयो मलाई डर लाग्यो